NS400 लिने कि डोमिनार 400 लिने के तपाईँ पनि यस्तै कन्फ्युजनमा हुनुहुन्छ? यदि हो भनेदेखि आज यो भिडियो तपाईहरुको लागि। NS400 र डोमिनार 400 मा के कस्तो चेन्जेसहरु छ, के कस्तो अपडेटहरु छ, के कस्तो फिचरहरु छ, मैले सबै यो भिडियोमा कभर गरेछु भनेदेखि तपाई आज यो भिडियो अन्तिमसम्म हेर्नु होला। सो लेट्स स्टार्ट द भिडियो। सबैभन्दा सुरुमा यो दुईटा गाडी एउटै क्याटेगोरीको होइन। NS400 फुल्ली नेकेड स्पोर्टी बाइक हो भनेदेखि यो स्पेशली डेली युज र परफर्मेन्सको लागि जानिन्छ। र डोमिनार 400 पनि नेकेड बाइक नै हो, तर यो गाडी स्पेशली टुरिङ सेक्टरको लागि जानिन्छ। NS400 डेली युजको लागि कम्फर्टेबल नै फिल हुन्छ भनेदेखि डोमिनार 400 चाहिँ अलिकति अनकम्फर्टेबल फिल हुन्छ, चाहे डेली युजको लागि होस् या सिटी राइडको लागि। NS400 को लुक्स हेर्न सक्नुहुन्छ, स्पोर्टी लुक्स छ। फ्रन्टमा थन्डर डिजाइनमा एलईडी डीआरएल र एलईडी प्रोजेक्टर हेडलाइट दिएको छ। डोमिनार 400 को लुक्स चाहिँ NS400 को भन्दा मोर एग्रेसिभ र स्पोर्टी लुक्स देखिन्छ। फ्रन्टमा एलईडी डीआरएल र फुल एलईडी हेडलाइट सेटअप छ। NS मा साइड इन्डिकेटर फुल एलईडी मा छ भनेदेखि यसमा हजारलाइट स्विचको अप्सन पनि पाउनुहुन्छ। डोमिनारमा पनि साइड इन्डिकेटर एलईडी मै छ, तर यसमा हजारलाइट स्विचको अप्सन चाहिँ पाउनुहुन्न। NS को रियर टेल लाइट एलईडी मै छ र डोमिनार को रियर टेल लाइट पनि एलईडी मै छ। अब अलिकति डिफरेन्स भनेको यिनीहरुको फिचरमा छ। NS मा फुल डिटेल एलसीडी मिटर कन्सोल पाउँछ भनेदेखि यसमा ब्लुटुथ कनेक्टिभिटी, टर्न बाइ टर्न नेभिगेसन र ट्र्याक्सन कन्ट्रोल पनि छ। र अरु भनेको ट्याकोमिटर, ओडोमिटर, गियर शिफ्ट इन्डिकेटर, फ्युल, टाइम, राइडिङ मोड्स र यूएसबी चार्जिङ पोर्ट दिएको छ। डोमिनारमा पनि फुल डिटेल एलसीडी मिटर कन्सोल छ, तर यसमा ब्लुटुथ कनेक्टिभिटी, टर्न बाइ टर्न नेभिगेसन र ट्र्याक्सन कन्ट्रोल चाहिँ पाउनुहुन्न। र अरु भनेको बेसिक ट्याकोमिटर, ओडोमिटर, गियर शिफ्ट इन्डिकेटर, फ्युल, टाइम र यूएसबी चार्जिङ पोर्ट दिएको छ। गियर शिफ्ट इन्डिकेटर, ओडोमिटर र टाइम चाहिँ यसको सेकेन्डरी मिटरमा शो हुन्छ। सस्पेन्सनमा NS400 को फ्रन्टमा 43 mm को यूएसटी अफसेट डाउन फर्स छ भनेदेखि यसको रियरमा 6 स्टेप एडजस्टेबल नाइट्रोसको मोनोसक सस्पेन्सन छ। डोमिनारमा पनि 43 mm को यूएसटी अफसेट डाउन फर्स छ भनेदेखि यसको रियरमा पनि मल्टी स्टेप एडजस्टेबल नाइट्रोसको मोनोसक सस्पेन्सन छ। अर्को सानो डिफरेन्स यिनीहरुको टायर सेक्सनमा छ। NS को फ्रन्टमा 100/70 को रेडियल टायर र 17 इन्च को अलो व्हील्स छ। डोमिनारको फ्रन्टमा 110/70 को रेडियल टायर र 17 इन्च को अलो व्हील्स छ। अलो व्हील्सको डिजाइन चाहिँ डायमन्ड कटमा छ, एकदमै प्रिमियम देखिन्छ। डोमिनारको फ्रन्ट टायर चाहिँ NS को भन्दा 10 mm ले वाइड छ, यानी 10 mm ले चौडा छ। NS को रियर टायर 140/70 को ट्युबलेस रेडियल टायर र 17 इन्च को अलो व्हील्स छ। डोमिनार को रियर टायर 150/60 को ट्युबलेस रेडियल टायर र 17 इन्च को अलो व्हील्स छ। रियर टायर NS को भन्दा डोमिनार को अलिकति ठुलो छ, तर यसको हाइट चाहिँ NS को भन्दा अलिकति सानो छ। ब्रेकिङ सिस्टममा NS400 को फ्रन्टमा 320 mm को डिस्क र यसको रियरमा 230 mm को डिस्क छ विथ डुअल च्यानल एबीएस। डोमिनारको नि फ्रन्टमा 320 mm को डिस्क र यसको रियरमा 230 mm को डिस्क छ विथ डुअल च्यानल एबीएस। NS मा रोड, रेन, स्पोर्ट र अफरोडको 4वटा राइडिङ मोड पाउनुहुन्छ भनेदेखि डोमिनारमा चाहिँ कुनै पनि राइडिङ मोड पाउनुहुन्न। अब परफर्मेन्सको कुरा गर्नु पर्दाखेरि डोमिनार 400 र NS400 को इन्जिन सेम छ। NS मा 373.27 सीसी को सिंगल सिलिन्डर लिक्विड कुल्ड 4 भल्भ DOSC को एफ इन्जिन पाउँछ भनेदेखि यसले 43 PS को म्याक्स पावर र 35 Nm को म्याक्स पिक टर्क प्रोड्युस गर्छ भनेदेखि यो गाडी 6 स्पिड गियर बक्स सँगै आउँछ। डोमिनारमा 373.3 सीसी को सिंगल सिलिन्डर लिक्विड कुल्ड 4 स्ट्रोक DOSC को एफ इन्जिन पाउँछ भनेदेखि यसले 40 PS को म्याक्स पावर र 35 Nm को म्याक्स पिक टर्क प्रोड्युस गर्छ भनेदेखि यो गाडी 6 स्पिड गियर बक्स सँगै आउँछ। पावर चाहिँ डोमिनारको भन्दा NS400 को 3 PS ले हाई छ, तर टर्क भने चाहिँ सेम नै छ। NS400 मा अन्डर बेली एग्जस्ट आउँछ भनेदेखि डोमिनारमा डुअल ब्यारेल एग्जस्ट आउँछ। सेफ्टीमा NS400 मा स्लिपर क्लच, ट्र्याक्सन कन्ट्रोल र साइड स्ट्यान्ड इन्जिन कट अफ सेन्सर छ भनेदेखि डोमिनार 400 तपाईले स्लिपर क्लच र साइड स्ट्यान्ड इन्जिन कट अफ सेन्सर चाहिँ पाउनुहुन्छ, तर यसमा ट्र्याक्सन कन्ट्रोल चाहिँ दिएको छैन। ट्र्याक्सन कन्ट्रोल चाहिँ यसमा मिसिङ छ। NS को फ्युल ट्याङ्क क्यापासिटी 12 लिटर छ भनेदेखि यसको माइलेज तपाईलाई 30 किलोमिटर पर लिटर रहेको छ। र डोमिनारको फ्युल ट्याङ्क क्यापासिटी 13 लिटर छ भनेदेखि यसको माइलेज तपाईलाई 27 किलोमिटर पर लिटर रहेको छ। अर्को सानो डिफरेन्स भनेको यिनीहरुको डाइमेन्सनमा छ। NS को सिट हाइट 807 mm, ग्राउन्ड क्लियरेन्स 168 mm र यसको कर वेट 174 kg छ। त्यसैगरी डोमिनारको सिट हाइट 800 mm, ग्राउन्ड क्लियरेन्स 157 mm र यसको कर वेट 193 kg छ। एकचोटी म तपाईलाई यिनीहरुको डाइमेन्सन क्लियरली देखाइ NS400 को प्राइस 5,76,900 रुपियाँ छ भनेदेखि डोमिनार 400 को प्राइस 6,23,900 रुपियाँ रहेको छ। तपाईलाई अब फिजिकल वेट गाडी चाहिएको छ, परफर्मेन्स गाडी चाहिएको छ, तपाई लङ टुर भन्दा पनि तपाईलाई डेली युज, सर्ट युज गर्नुहुन्छ भनेदेखि
तपाईँ NS 400 चुज गर्न सक्नुहुन्छ। तर तपाईँ चाहिँ लङ राइड गर्नुहुन्छ, तपाईँ सर्ट राइड भन्दा पनि बढी लङ टुर गर्नुहुन्छ भनेदेखि त्यसको लागि तपाईँले डोमिनार 400 एउटा बेस्ट अप्सन हुनसक्छ। तर तपाईँले यसमा फुल फिचर लोडेड चाहिँ गाडी पाउनुहुन्न। तपाईँले यसमा फिचरहरू चाहिँ सबै मिसिङ नै छ। तपाईँले डेली युजको लागि, यताउति हिँड्नको लागि, बजार डुल्न यताउति गर्नको लागि NS 400 तपाईँलाई धेरै कम्फर्टेबल गाडी हुन्छ। तर तपाईँले डोमिनार 400 लिनुभयो भने तपाईँलाई बजार डुल्नको लागि, यताउति हिँड्नको लागि चाहिँ अलिकति अप्ठ्यारो नै फिल हुन्छ। र तपाईँले यो गाडी चाहिँ एउटा टुरिङ सेटरको लागि भएको कारणले गर्दाखेरि बजारमा सिटीहरूमा हिँड्नको लागि अलिकति तपाईँलाई ठुलो टाइपको फिल हुन्छ र तपाईँले कम्फर्टेबल चाहिँ त्यति हुँदैन।